आजको भिडियोमा म नेपालका यस्ता 10 जना लोकदोहोरी गायिकाहरूको बारेमा चर्चा गर्नेछु जो आफैमा नेपाली लोकदोहोरी क्षेत्रमा चर्चाको शिखरमा पुग्नुभयो र आज उहाँहरू नयाँ पिढी वा भनौं नयाँ प्रतिभाको प्रेरणाको स्रोत समेत हुनुहुन्छ। आजको भिडियोमा म उहाँहरूको वास्तविक आवाज कस्तो छ र उहाँले कुन अन्दाजमा गाउनुहुन्थ्यो सम्पूर्ण कुरा देखाउनेछु। लोकप्रियता, प्रस्तुति र स्वरको आधारमा टप 5 मा कसलाई राख्दा उचित होला, कृपया आफ्नो राय सल्लाह सुझाव पनि कमेन्ट मार्फत दिनुहोला। सो आउनुहोस् आजको रोचक भिडियो सुरु गरौँ। नम्बर 10 गायिका पूर्णकला विशी। गायिका पूर्णकला विशी नेपाली लोकदोहोरी क्षेत्रकी एकदमै चर्चित गायिकाको नाम हो। लामो समयदेखि उहाँ लोकदोहोरी क्षेत्रमा क्रियाशील हुनुहुन्छ। सुमधुर आवाज अनि सुरिलो आवाजकी धनी पूर्णकला विशी मलाई एकदमै मनपर्ने गायिकामा पर्नुहुन्छ। कस्तो छ त उहाँको वास्तविक आवाज र उहाँको गाउने अन्दाज कस्तो छ, आउनुहोस् सुनौ। मर्ने सबैको पानी आउन फर्केर, मर्ने जतिको पानी आउन फर्केर। नम्बर 9 गायिका टिकापुन। नेपाली लोकदोहोरी क्षेत्रमा असाध्यै चर्चाको शिखरमा पुग्न सफल गायिकाको नाम हो टिकापुन। लोकदोहोरीदेखि चलचित्रसम्मका गीतमा आफ्नो आवाज दिइसक्नु भएकी टिका पनि आफ्नो आवाजको कारण आम दर्शकमाझ लोकप्रिय हुनुहुन्छ। उहाँको पनि गाउने अन्दाज निकै फरक छ। आखिर कस्तो गाउनुहुन्छ त टिकापुनले अटो ट्युन बिना? आउनुहोस् उहाँको पनि रियल भोइस सुनौ। भेरे नदी उर्लादै कर्णालीमा भेल, मै बुझ्न सकेन जिन्दगीमा ए हजुर पिरातीको खेल। हे जान त्यसैले जाने हो घर, जाने हो घर, तिमी बाहेक अरू पो को छ र, तिमी बाहेक अरू पो को छ र। नम्बर 8 गायिका देवी घरती मगर। गायिका देवी घरती पनि एकदमै मिठो आवाज भएको गायिकामा पर्नुहुन्छ। स्टेज प्रोग्राम होस् या मेला महोत्सव, जहाँ पनि आम दर्शकलाई हँसाउन रुवाउन खप्पिस देवी घरतीको आवाज मलाई पनि एकदमै मिठो लाग्छ। उहाँ पनि लामो समयदेखि लोकदोहोरी क्षेत्रमा क्रियाशील हुनुहुन्छ। गायिका देवी घरतीको वास्तविक आवाज कस्तो छ र उहाँले कसरी गाउनुहुन्छ, अबको पालोमा सुन्नुहोस्। भेट होला भनेर मै पनि घर छोडेर गएको छैन, कहीँ पनि वर्ष दिन भो, वर्ष दिन भो, तिम्रै घरको बाटो हिँडेर न मन लाग्छ कुन्नी किन हो। नम्बर 7 मुना थापा मगर। कुनै समय लोकदोहोरी क्षेत्रमा एक छत्र राज गर्न सफल गायिकाको नाम हो मुना थापा मगर। एक समय उहाँ लोकदोहोरी क्षेत्रको अत्यन्तै व्यस्त गायिकामा गनिनुहुन्थ्यो। पछिल्लो समयमा भने उहाँ अमेरिकामा बसोबास गर्दै आइरहनु भएको छ। बेला बेला आम दर्शकमाझ आफ्नो सिर्जना ल्याइरहने मुना थापाको आवाजमा मिठास छ। उहाँको वास्तविक आवाज चाहिँ यस्तो छ, आउनुहोस् हेरौँ। धनको सुख छ मलाई जति नि छ, मलाई जति नि मनको सुख भएन कति नि हैन अरूको, तिम्रै भए जाति दिन भए नि भएन अरूको। छ
नम्बर 6 गायिका राधिका हमाल। गायिका राधिका हमाल पनि लोकदोहोरी क्षेत्रमा असाध्यै चर्चित गायिकाको नाम हो। दर्शकलाई आफ्नो प्रस्तुतिले हँसाउन रुवाउन खप्पिस राधिका हमाल पनि दर्शकले एकदमै रुचाएकी गायिकामा पर्नुहुन्छ। लामो समयदेखि उहाँ पनि नेपाली लोकदोहोरी क्षेत्रमा निरन्तर लागिरहनु भएको छ। उहाँको रियल भोइस कस्तो छ र उहाँले कुन अन्दाजमा गाउनुहुन्छ त आउनुहोस् अबको पालामा सुनौ। हिजो लेखे हल्लो हाय आज मिस्यु लेखे, हिजो लेखे हल्लो हाय आज मिस्यु लेखे, यही किसिमले चक्कर चले के हुन्छ के हुन्छ के फेसबुकले बनायो साथी, फोनमा गफ चल्छ त्यही माथि, नमस्ते छ्याजलो झोरले हाय, तिमी आऊ धनगढीबाट म आउँछु काठमाडौँबाट, भेटौँला बुटोलमा ओर्ले हाय। नम्बर 5 गायिका विष्णु माझी। चर्चित गायिका विष्णु माझीलाई नचिन्ने कुरै भएन र उहाँको आवाज नसुन्ने दर्शक पनि हुनन्। नेपाली लोकदोहोरी क्षेत्रमा एकदमै चर्चाको शिखरमा पुग्न सफल विष्णु माझी आफैमा सुमधुर आवाजकी धनी गायिकामा पर्नुहुन्छ। उहाँ पनि लामो समयदेखि लोकदोहोरी क्षेत्रमै क्रियाशील हुनुहुन्छ। बेला बेला विष्णु माझीका नयाँ गीतहरू सुन्दै हेर्दै आइरहेका छौँ हामीले। आखिर विष्णु माझीको वास्तविक आवाज चाहिँ कस्तो छ जान्नुभन्दा अगाडि भिडियोलाई लाइक गर्नु भएको छैन भने कृपया भिडियोलाई 1 लाइक गर्नुहोला। आउनुहोस् विष्णु माझीको वास्तविक आवाज सुनौ। छैन आज मेरो संसारमा कोही छैन, हामीले माया लाको होइन र, सँगै जिउने सँगसँगै मर्ने, बच्चा कसम खाको होइन र। नम्बर 4 गायिका लक्ष्मी नेउपाने। कुनै समय कि अत्यन्तै व्यस्त र चर्चाको शिखरमा पुग्न सफल गायिकाको नाम हो लक्ष्मी नेउपाने। लोकदोहोरी क्षेत्रमा सर्वाधिक गीत गाउन सफल लेजेन्ड गायिका लक्ष्मी नेउपाने पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा केही ग्याप भए तापनि बेला बेला आफ्नो सिर्जना मार्फत आम दर्शक माझ छाउने गर्नुहुन्छ। गायिका लक्ष्मी नेउपानेले आखिर कस्तो अंदाजमा गीत गाउनुहुन्थ्यो र उहाँको रियल आवाज कस्तो छ आउन सुनौ। हे माया तिम्रो, हे माया तिम्रो गरेर फिक्रे, आउँछ ज्वरो 104 डिग्री, तिमीले माया लाको खाइ लाई गरेर फिक्रे, आउँछ ज्वरो 104 डिग्री, तिमीले माया लाको खाइ लाई हे तिमीले माया लाको खाइ लाई। नम्बर 3 गायिका शीला आले। लोकदोहोरी क्षेत्रमा एकदमै लोकप्रिय अनि दोहोरीको लेजेन्ड गायिका हुनुहुन्छ शीला आले। विगत 25 वर्षदेखि नेपाली लोकदोहोरी क्षेत्रमा क्रियाशील शीलाले विगतदेखि वर्तमानसम्म सदाबहार गायिकाको रूपमा स्थापित हुनुभएको छ। विशेष गरी उहाँ दोहोरी गायनतर्फ पछिल्लो समयमा लोकप्रिय हुनुहुन्छ। लेजेन्ड गायिका शीला आलेको कस्तो छ त वास्तविक आवाज यो सुन्नुहोस्। खाइ खेलेको बाटो र घाटोले, बाटो र घाटोले तान्यो मलाई, गाउँको बाटोले जोखौ तुलो भरौ पाथीमा, तिम्रो माया जिन्दगी भरिलाई सुरक्षित छ देब्रे छातीमा। नम्बर 2 गायिका शर्मिला गुरुङ। लोकदोहोरी क्षेत्रको लेजेन्ड गायिका शर्मिला गुरुङलाई छुटाए भने लिस्ट सायद खल्ल नै हुन जाला, किनकि लोकदोहोरी क्षेत्रमा शर्मिला गुरुङको नाम एकदमै परिचित नाम हो। आम दर्शकले रुचाएकी गायिका हुनुहुन्छ उहाँ पनि विगत लामो समय करिब 3 दशकदेखि नेपाली लोकदोहोरी क्षेत्रमा खटिँदै आइरहनु भएको छ। आउनुहोस् अबको पालामा गायिका शर्मिला गुरुङको वास्तविक आवाज कस्तो छ र उहाँले गाउने अन्दाज कस्तो थियो हामी हेर्नेछौँ। कति धाउँछौ अरब र मलाई,
त्यो तिम्रो साथ पाए फर्का मुगलानी मेला पात गरे नि खाना पुग्लानी। नम्बर 1 गायिका बिमा कुमारी दुरा। लोकदोहोरी क्षेत्रमा सर्वाधिक सफल र बिर्सनै नहुने नाम हो लेजेन्ड गायिका बिमा कुमारी दुराको। लोकदोहोरी क्षेत्रमा उहाँको नाम र योगदानको छुट्टै प्रशंसा हुने गर्दछ। 3 दशक भन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा आफ्नो जिन्दगी समर्पित गर्नुभएकी गायिका बिमा कुमारी हाल भने अमेरिकामा हुनुहुन्छ। सुमधुर आवाजकी धनी बिमा कुमारी दुराको आवाजमा छुट्टै किसिमको भाव प्रकट हुन्छ। आखिर कस्तो छ त बिमा कुमारी दुराको वास्तविक आवाज? आउनुहोस् सुन। मनाउडेरा भइरहन्छ कता जाऊ भइरहन्छ कता जाऊ फर्की हेर्न हुने रेशम सकिन तिम्रो गाउँ सुनको सी पूर्व परकी सधैँले कमा हुने रेशम रमाउने मालचरी पानी खान बेसी झर्यो कि। दर्शकवृन्द, यी माथिका 10 जना गायिकाहरू मेरो नजरमा बराबर हुनुहुन्छ र उहाँहरू सबैप्रति मेरो हार्दिक सम्मान छ। तपाईहरुलाई चाहिँ स्वरको प्रस्तुति र लोकप्रियताको आधारमा एकदमै मनपर्ने फेभरेट गायिका को हुनुहुन्छ? कृपया मनमा लागेको सल्लाह सुझाव र प्रतिक्रिया कमेन्ट मार्फत व्यक्त गर्नुहोला। भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद।